तपाई हामी सबैको जिन्दगीमा एउटा यस्तो समय आउँछ जुन समयमा हामीलाई लाग्ने गर्दछ कि ला मबाट अब केही हुँदैन, मेरो यो पनि गयो त्यो पनि गयो, मैले यो गर्न खोज्दा यो पनि भएन, त्यो गर्न खोजेँ त्यो पनि भएन, जे छोयो त्यही बिग्रिरहेको छ, जेमा हात हाल्यो त्यसकै सर्वनाश भइराखेको छ, त्यही कुराले मलाई जीवनमा पिरोली राखेको छ भन्ने एउटा समय हर व्यक्तिको जीवनमा आउने गर्छ। मेरो जीवनमा पनि आउँछ, तपाईको जीवनमा पनि आउँछ। जो कसैको यो भिडियो जति साथीहरूले हेरिराख्नु भएको छ सबैको जीवनमा यस्ता घटनाहरू, यस्ता समय, यस्ता परिस्थिति, यस्तो अवस्था आउने गर्दछ। फेरि यो समाज कस्तो छ भने तपाई जल्दो बल्दो हुँदाखेरि, तपाई चिर परिचित हुँदाखेरि, तपाई सुखमा हुँदाखेरि, तपाई खुसीमा हुँदाखेरि तपाईलाई साथ दिने हजारौं मानिसहरू तपाई हाम्रो वरपर झुम्मिने गर्छ। जब तपाई हामी एक्लो हुन्छौं नि, जब हामीले यो गर्दा पनि हुँदैन, त्यो गर्दा पनि हुँदैन, जे गर्दा नि बिग्रिरहेको त्यो अवस्था, परिस्थिति र त्यो समयमा चाहिँ तपाई हाम्रै वरपर पहिला साथ दिने व्यक्तिहरू, जुन सुख सुविधामा, यस आरामको समयमा साथ दिने व्यक्तिहरू फेरि हामीबाट बिस्तारै पन्छिन खोज्छन् के। हामी भन्ने गर्छौं मानिसको जात स्वार्थी हुन्छ भनेर। हो, यही स्वार्थी भावना र यही स्वार्थीपनले गर्दाखेरि तपाई हाम्रा वरपर भएका मानिसहरू पनि हाम्रो कठिन परिस्थितिमा टाढा हुन्छन्, हामीबाट अलग्गिन चाहन्छन्। यो सबैको जीवनमा हुन्छ। हेर्नुहोस्, ओहो मेरो जीवनमा त मलाई साथ दिने हजारौं छन्, लाखौं छन्, हैन, यो नभन्नुहोस्। यो छेडीको केही व्यक्तिहरू जीवनमा हुन्छन् जो तपाईको हर परिस्थितिमा, हर कठिन समयमा साथ दिने। तर अधिकांश 99% मानिसहरू चाहिँ तपाई सुखी भएको बेलामा, खुसी भएको बेलामा र तपाई रमाएको बेलामा मात्रै साथ दिने व्यक्तिहरू हुन्छन्। अब यस्तो कठिन परिस्थितिमा जब आफ्नै मान्छेहरूले साथ छोड्छन्, अब के गर्ने त? अब रोएर, कराएर, चिन्ता गरेर जीवनदेखि नै हरेस खाएर त हुनेवाला केही पनि छैन। त्यसकारणले एउटा प्रण गर्नुहोस्, एउटा कसम खानुहोस् कि कसम यो खानुहोस्, म यस्तो परिस्थितिमा पुग्नेछु, यस्तो समयमा पुग्नेछु, यस्तो कालखण्ड म निर्माण गर्नेछु कि जहाँ आज मलाई साथ छोडेर जाने व्यक्तिहरू मलाई भेट्नका लागि आतुर होस्, मलाई भेट्नको लागि मसँग समय लिन परोस्। हामी अधिकांश मानिसहरू के गर्छौं? हामीलाई कसैले छोडेर गयो, साथ छोडेर गयो, हामीबाट अलग्गिएर गयो, हामीलाई हेला गरेर गयो, हामीलाई नराम्रो व्यवहार गरेर गयो हाम्रो कठिन परिस्थितिमा। अब हामी के गर्छौं? रुन्छ, कराउँछ, है मेरो त भगवान तिमीले के गर्यो? अब यता समाउने ठाउँ पनि छैन, टेक्ने ठाउँ पनि छैन। अब के गर्ने भगवान भनेर हामी पिरोलिन्छौं, रुन्छौं, कराउँछौं, हैन। तर यो कहिले भन्न सक्दैनौ कि पक्लास, तैले मेरो आज कठिन परिस्थितिमा साथ छोडिस, अब म त्यो समयको सृजना गर्नेछु, त्यति मेहनत गर्नेछु र त्यो मेहनतले म त्यो अवस्थामा पुग्नेछु जहाँ आज तिमीहरूले मलाई छोडेर गएका छौ, तिमीहरू फर्की फर्की म भएको ठाउँमा आउनु पर्नेछ। यो भन्ने गरौँ। यो भन्दैनौ नि, कमजोर समयमा हामी झन् रोएर झन् कमजोर हुन्छौँ। त्यसैले कमजोर परिस्थिति र समय हर मानिसको जीवनमा आउँछ। यसको अर्थ जीवनै दिनु भन्ने होइन, यसको अर्थ अब केही पनि छैन भन्ने होइन। यो समाज त यस्तै हो, बलेको आगो ताप्ने हो। दुःख परेको बेलामा साथ दिने मानिसहरू धेरै कम हुन्छ। अब कम भयो, मेरो दुःखमा साथ दिएनन् भनेर आफू पनि कमजोर हुन थाल्यो भने त जीवनमा केही पनि भएन। ठिक छ, यो समय समयको कुरा हो, यो समय सँगसँगै म हिँड्न सक्नुपर्छ भनेर प्रण गर्नुहोस्। भिडियोको अन्तिममा म तपाईलाई के भन्छु भने, जति पनि साथीहरूले मेरो यो भिडियो हेरिराख्नु भएको छ, कसैको खराब समयमा साथ दिनुहोस्। त्यो खराब समय भोलि तपाईको जीवनमा पनि आउन सक्छ। आज अरूलाई परेको दुःख भोलि हामीलाई पनि पर्न सक्छ। आज छिमेकमा कोही रोइरहेको छ, आज कोही साथीको घरको अवस्था नाजुक छ, आज कोही आफन्त एकदम कठिन परिस्थितिमा हिँडिराखेको छ। त्यस्तो समयमा त्यस्ता व्यक्तिहरूलाई साथ दिएर अगाडि बढ्नुहोस्। भोलि आफ्नो कठिन परिस्थितिमा पनि उनीहरूले अवश्य पनि साथ दिनेछन्।
आजलाई यति नै भने नमस्कार।